हेलो नमस्ते स्वागत छ सम्पूर्णजनालाई मेरो यो एसटीएल युट्युब च्यानलमा। आज चाहिँ हामी 2082 सालको पहिलो कार्यक्रमको पिकनिकको लागि तयारी भइसकेका छौं सबैजना। हेलो नमस्ते। आज चाहिँ हामी भैली खेलेको टिम घुम्न जाँदैछौँ। भैली खेलेको टिम भनेर नाम मात्रै बोलेको, तर यहाँ चाहिँ धेरैजना हुनुहुन्छ। कहाँबाट सिम्टा गाउँपालिकाबाट पनि हुनुहुन्छ। उहाँ चाहिँ हाम्रो सिम्टा गाउँपालिकाको पाहुना हुनुहुन्छ। गुरुबाकोट नगरपालिकामा आउनुभएको हाम्रो मामा हुनुहुन्छ। सबैजनाले कृपया माया गरिदिनु होला। अनि हामी यहाँ सबैजना छौँ, रमाइलो गर्न जान्छौँ। अनि आजको हाम्रो पिकनिक पनि हो। पिकनिक भनौँ न, पिकनिक हो। अनि त्यहाँ गएर रमाइलो गर्छौँ, अनि पिकनिक खान्छौँ, अनि फोटोसोटो खिच्छौँ, अनि त्यसपछि फर्किन्छौँ। आज चाहिँ रमाइलो हुनेवाला छ। साथीहरू तपाईँहरूले चाहिँ हाम्रो यो भिडियोलाई फलो गर्नु होला। कृपया म लास्टसम्म देखाउनेछु। हेरेर लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सिनु होला। अहिलेलाई भने बाई बाई। पिकनिकमा छोडिनेछौँ है त। हाम्रो यात्रा सुरु भइरहेछ। यहाँ जानु नै छ। गन्तव्य भेटिएको छैन। गन्तव्य आउन अझै 4 घन्टा लाग्छ जस्तो छ होइन लाग्छ। के अरे मामा? लाग्छ 4 घन्टा लाग्छ। 3टा खसी ल्याएको छौँ हामीले। सेता वाक्ने गरी खाने हो। पक्ने गरी त्यही हो। हामी चाहिँ अब यात्राको क्रममै छौँ होइन। अझै त्यहाँ पुग्न कति घन्टा हामी लाग्छ? अहिले कतिजना छौँ हामी गाडीमा? धन्यवाद। 30-31 जना छौँ होला। 20-21 जना छौँ होला है। 31 जना छौँ। यो एकदमै शक्तिशाली पावरफुल गाडी हो। यसलाई भन्दैछ भगवान् भनेर भगवान्सँग प्रे गर्नुपर्छ। हामी चाहिँ डबल क्याब गरेर सिट क्षमता 5 जना हुन्छ कि लगभग 20 जना। त्यही हो। आज रमाइलो हुनेवाला छ। बस्ने रमाइलो हुनेवाला छ। कृपया तपाईँहरूले भिडियोलाई फलो गरिदिनु होला लास्टसम्म। रमाइलो भइरहेछ। त्यो पैसालाई कहाँ आइरहेछ। जाने बाटो यति दामी छ। यति खेतमा धानहरू लर भइरहेछन्। कतिजनाले काटिसक्यो। फाइनली आयो गाइस होइन। हामीलाई आइसक्यो। आमा लरको घरको यति धेरै मान्छे आउँछ। यात्रा आरामदायी भयो। भाउची यात्रा आरामदायी भयो।